म साउदीमा एज अ नर्स काम गर्न आएको पनि 2 वर्ष भइसकेछ र यी 2 वर्षमा मैले के थाहा पाएँ भने यहाँको मान्छेहरूलाई एकअर्काको जुठो खान कति पनि घिन लाग्दैन। म सुरुमा रियाद जुन कि साउदीको क्यापिटल सिटी हो त्यहाँ आउँदा मेरो एउटा लेबनिज साथी थियो हैन, जसले मलाई यति माया गर्थ्यो, भेट्न साथ हग गर्ने अनि गालामा चुप्पा गर्थ्यो। सुरुमा त मलाई कस्तो अक्वर्ड लाग्थ्यो, तर बिस्तारै मैले के थाहा पाएँ कि यहाँ आफ्नो फ्यामिली फ्रेन्ड्सलाई भेट्दाखेरि नेपालमा हात जोडेर नमस्ते गरे जस्तै यहाँ चाहिँ अंगालो हालेर निधार गाला कि हातमा चुप्पा गर्ने रहेछन्। ओके, त्यो त बुझेँ मैले, तर यिनीहरूको खाना खाने तरिकाबाट आई कान्ट रिकभर। यहाँको मान्छेहरू कुनै अकेजनमा भेट भयो भने सबैजना चाहे त्यो 5-7 जनाको ग्रुप किन नहोस् एउटै प्लेटबाट खाना खान्छन्। एन्ड दे एक्सपेक्ट अस टु डु द सेम। आई मिन आफ्नो फ्यामिली मेम्बर र नजिकको साथीभाइको जुठो खानासम्म त ठिक छ, तर कतिपय समयमा हस्पिटलमा काम गर्दै गर्दाखेरि धेरै पटक बिरामीहरूले हामीलाई माया गरेर खानेकुरा दिनुहुन्छ, तर बाँकी बचेको खाएर उब्रेको दिँदा चाहिँ कस्तो हेपेर दिएको जस्तो लाग्ने के होइन। त्यो उब्रेको जुठो त हामीले कुकुर बिरालोलाई पो दिन्छौँ त होइन, अनि नाइ लिन्न पर्दैन भन्यो भने चाहिँ यहाँको मान्छेहरू अफेन्ड हुन्छन् के। सो कति पटक चाहिँ शुक्रान भन्दै खानेकुरा लिन्छौँ अनि त्यो लुकाएर फालिदिन्छ। के तपाईलाई पनि कहिले कुनै साउदीले जुठो खाना दिएको छ भने आफ्नो अनुभव कमेन्टमा लेख्नु होला। खा